अहिले जागिरीको सिन चाहिँ कस्तो छ भने लाइक अलिक गर्मी गर्मी जस्तो छ होइन यहाँ चाहिँ जो गर्मी महिना सुरु भइसकेको छ क्या So, this is a story of my dream. सिन यस्तो छ कि आइ एम अ मिडल क्लास ट्राभलर कतिपय ड्रिमहरू ड्रिममै सीमित हुन्छ यो ट्राभल गर्ने ड्रिम एफोर्ड गर्नलाई अलिक गाह्रो नै पर्छ आँखा नहेर्दा हुन्छ यार एक्लै हिँडिरहेको बेला हेरेर कन्फ्युज मोमेन्टहरू किस गर्दा म सधैँ यही सोच्थेँ कि जति घुमे पनि रमाए पनि आइल गो विथ माई ओन आफ्नो घर परिवारको पैसाले घुम्नलाई त जिन्दगी पनि यो जवानी बिमारी जस्तो हुनुपर्छ जब मैले आफै डिसाइड गरेँ कि यो काम अनि आफूले गर्ने केही प्रोफेसनहरू केही महिनाको लागि रिजाइन गरिदिउँ अनि त्यसपछि हिँडौँ आफ्नो फ्रिडम र ड्रिमको लागि गुड मर्निङ एभ्रिवान हैन र मेरो आज चाहिँ यो जागृतमा चाहिँ सेकेन्ड डे मतलब डे 2 फर द जागृत र हामी अब चाहिँ लाइक जागृतबाट प्यारिससम्म जान्छौँ जागृत टु प्यारिस इट वाज माई ड्रिम टु गो अन प्यारिस ट्रिप भनेर चाहिँ यहाँबाट प्यारिससम्म छ है अरू भनेको अब अरू जस्तो कता कुरा गरेर नगरौँ लेट्स गो टु प्यारिस वेलकम टु स्लोभेनियाको बोर्डर एभ्रिवान दिस इज द बोर्डर अफ क्रोएसिया एन्ड स्लोभेनिया होइन अहिले चाहिँ लाइक बसको सार्वजनिक केही कुराहरू के भन्नु जस पेट्रोल हाल्न थालेको बसमा चाहिँ अरू के होइन त्यो 20 मिनट ब्रेक फर सम कफी एन्ड सिगरेट्स लेट्स गो मेरो यात्रा पोर्चुगलसम्म भए पनि प्यारिस वाज माई ड्रिम डेस्टिनेसन प्यारिस इज नोन फर द मोस्ट टुरिस्ट डेस्टिनेसन प्लेसेस हामी प्यारिस पुग्नलाई विभिन्न देशहरूको बोर्डरहरू पार गर्दै गए स्लोभेनिया हुँदै अस्ट्रिया जर्मनी स्विजरल्यान्ड अनि लक्जमबर्गको चिसो हावामा रमाउँदै कति बेला मेरो ड्रिम डेस्टिनेसन पुग्यो अत्तै पाएन जाँदै आइपुगेको ठाउँ हो यो चाहिँ होइन यो चाहिँ सानो बस स्टेसन हो जर्मनीको जो एलपिएल टावर अगाडि आएर केही न केही सपिङ गर्ने चाहिँ ठुलो इच्छा थियो होइन अब यहाँबाट म डाइरेक्ट अन्त मात्र कसैलाई भेट्न जाँदिनँ नत्र अरूलाई केही कसरी गरेर लानुहुन्थ्यो तर म आफैलाई मैले सपिङ गर्न खोजेँ भने चाहिँ दिस इज द लाइटर यो चाहिँ लाइटर हो है बिग स्मोकर दिस इज द भेरी बेस्ट कोसेली फर माई सेल्फ एउटा इच्छा अर्को मेरो एउटा साथी छ त्यसको लागि चाहिँ कोसेली यो लान्छ है अनि यो चाहिँ दुईटा छ होइन वान फर मी वान फर माई फ्रेन्ड हिँड्न लागेको थिएन कि नेपालको एउटा कुनै विगत ठाउँमा जन्मेको म आज प्यारिस पुग्दैछु
photo. Can I take some photo here? No problem. No problem, right? I think this photo, all of this photo is from the France. Yeah, French. All the photo have some different history or something like. Segment of artists, my friend. Here. Yeah. These all photo are made by hand. Yes, all for hand. All of this made by hand. All. This is my job. This is your job. Yes, all. You make a video, photo. Yes, all. This one my job. Look, my friend. This oil, this canvas. You make this. And this one watercolor. This pencil. This one watercolor. Okay. Look, brother. Yellow. Red. Red. It's all my job. Actually, very good. This is also the hand paint. No, this one photo. Yeah, this small size. This 6 years, 5 years. 6 years. Okay. मैले कहिले पनि यो सोचेको थिएन कि म पनि कुनै दिन प्यारिस घुम्न पुग्छु, म पनि आफ्नै कमाइमा प्यारिस घुम्न जान्छु र आफूलाई टाइम दिएर आफ्नो इच एन्ड एभ्री ड्रिमहरू पुरा गर्दै जान्छु होला। हरेक मिडल क्लासको एउटा इच्छा र चाहना हुन्छ कि आफूले सोचेकोहरू चाहेको कुराहरू सबै पुरा होस्, तर कतिपयले त आफ्नो फ्यामिलीको रेस्पोन्सिबिलिटीबाट आफूले चाहेको कुराहरू अनि आफूले देखेको ती सपनाहरू प्राय सबै कुराहरू त्याग्नुपर्छ। म पनि एक मिडल क्लास फ्यामिलीबाट बिलोङ गरेँ, मेरो पनि केही सपनाहरू थियो तपाईँहरूको। जुन दिन म प्यारिस पुग्छु नि, यो खालको फोटो अनि यो मेरो पनि एउटा जो भनौँ न नेपालमै बसेर पनि होइन, लाइक पहिल्यैदेखि एउटा सानो ड्रिम थियो क्या, यो जो प्यारिस जस्तो ठाउँमा म पनि घुम्न आइन्छ कि जस्तो लागेको थियो। जो आउन चाहिँ आइयो होइन, तर यो ठाउँमा हामी धेरै चाहिँ बस्दिनँ, म्याक्सिमम् भनेको 3 डेजसम्म टाइम स्पेन्ड गर्छु। 3 डेज पछि लेट्स से कमिङ इयरहरूतिर यो ठाउँहरू एक्सप्लोर गर्न सकिन्छ कि नै। अहिले चाहिँ जो म कोसँग आएको, आइएम विथ दिस गाई हिरा काजी। हेलो, हाउ आर यु? फिलिङ गुड, कम्फर्टेबल? सब गुड है। अनि कस्तो फिल भएछ तिमीलाई? ल भन त। खुसी भइरहेछ, खुसी लागिरहेछ है प्यारिस घुम्नु। ओ मामा, कति वर्षदेखिको सपनाले प्यारिस घुम्ने? जो सबैजनाको केही न केही सपनाहरू हुन्छ होइन, मेरो पनि प्यारिसमा आएर यति सपना थियो कि होइन, यो प्यारिस टावर हेर्ने सपना थियो। मलाई के लाग्छ भने होइन, यदि मैले भिडियो बनाउन छोडिदिएको भए मैले आज यो मुभमेन्टहरू सेयर गर्नु पाउँदैन थियो, मन नभएका ती भावनाहरू तपाईँहरू सामु सेयर गर्नु पाउँदैन थियो। यो लाइफमा एक्सपिरियन्स गर्न पायो होइन, एफेल टावर भन्ने कुरा यस्तो रहेछ। मनदेखि नै यति कस्तो लागिरहेको थियो कि नसोचेको कुराहरू देख्न पाउँदाखेरि है। थ्याङ्क गड has created me. The life is very beautiful. So enjoy. With you between my arms, half along the grass, listening to our favorite song. When you said it looked a mess, I whispered all beneath my breath. You have darling, you look perfect tonight. Shares my dreams, I hope that someday I'll share her home. I'll find love. To carry more than just my secrets, to carry love, to carry children of her own. We have to keep that we so belong.
darling, just hold my hand. Tonight I'll be your man. I see my future. रातिमा अलि राम्रो आउँछ अरे क्या अहिले त्यस्तो त्यसको भ्यूहरू खिच्यौँ I know where I came from. हरेक कुराहरू एक्सपिरियन्स गर्दै आएको यदि मैले यो कुराहरू कतैबाट स्टार्टै नगरेको थिएँ आज यो भिडियो बनाउन सक्दैन थिएँ म जे नि गर्दैछु आइम ह्याप्पी र जे गर्दैछु राम्रो गर्दैछु मलाई यो कुरो राम्रोसँग थाहा छ कि मैले भोइसले भिडियो अपलोड गर्नको लागि अथवा भिडियो बनाउँदै गर्दाखेरि काम गर्नको लागि हाम्रो कन्सिस्टेन्स म कुनै पनि भिडियो अपलोड गर्दाखेरि म कन्सिस्टेन्स छु यदि म भिडियो अपलोड गर्नु पऱ्यो भने 1 मन्थ एउटा फिल्मको यो खालको कुराहरू भइरहेको छ मलाई राम्रोसँग थाहा छ कि के गर्नुपर्छ र कुन समयमा गर्नुपर्छ अरू जस्तो मलाई करोडौँको भिडमा हुँदैन म जे छु हामी बहिनी भन्ने हो मलाई मेरो फ्यामिलीलाई टाइम दिनु आफ्नो रेस्पोन्सिबिलिटी कुरा गर्नु